यस सङ्घारे ग्याङको मेम्बरहरू आज हामी शिवसार 87 वार्ड नम्बर 3 मा माछा फिसिङ एकदम अस्ति पनि हामीले छोटो समय 5 केजी लगेको थियौँ। आज चाहिँ एकदम 40 जनाको ग्रुप आइरहेको छ सङ्घारे ग्याङ। अहिले हाम्रो सुरु हुँदैछ यहाँ गडेवाला फिसिङ स्टार्ट भयो। यस अन्त पल्टाएर मार्छ नि मार्छ। यो त जाल हानेको होला कि माछै मारेको हो? जाल जाल चोरेको होला क्या यो। काम काम डुबायो त अनि दोर्जे खोइ डुबा डुबा अलिमाले झार तान्छ कि माछा तान्छ हेर्नु पर्ने होला। ए काम भइसक्यो काम बिगार्ने मात्रै काम रहेछ मामाको त होइन लाग्छ नि त। ए भन्छ यस्तो कुरा होइन तैपनि यस्तै साह्रो नभनिहाल्नु न। ला मेरो त डुबायो त मात्रै भन्छ तान्दैन दोर्जे हो पार्दैछ त ठुल्ठुलो पार्दैछ नि त। मैले मात्रै हो ढुकामा सानो पार्ने त। राम्रो सत्य पारेको छ आमा मादर चुतहरू भन्दैछ त मलाई त आमा भिडियोमा छाडा बोलेर भिडियो बिगारेको हो। हेरिसके कसम छु यसलाई त्यही कहाँ फोनले गर्दा झन्डै मुङ्ग्री मिस्टेक भयो। अनि लग्दैछ है सिङ्गीले झुकाउँदो रह नि त। होइन अस्तिको त देख्नै भएन झन् पानी डुबी डुबी निकालिदिएको छ नि अस्ति त झन् यसले। कान्छाले गर्दा नपरेको रहेछ अहिलेसम्म। तपाईँको पनि लामो हो मामा। यहाँ बाँध्दैछ नि कान्छाले यहाँ बाँध्दैछ क्या त यसलाई के बेर्दिनु पानी कम छ। यहीँ बेरिदिन्छु ल। मदन हान्दै त अहिलेको सल
चप्पल त नट अनिल मामालाई त उयो लगाइदिनु पर्छ होला त्यतिका सकिने भयो मामा ऊ फेरि काट्छु एकछिन अस्तिको पालि चाहिँ कान्छामा फर्स्ट भएको थियो योपालि को हुन्छ ओके मुङ्गी देखेन अहँ उयो बाल्टिङमा अघि मेरो मुखमै नअड्केर झरेको ओइ पर कहाँ अन्त जसलाई ताना ताना दिइहाल्नुहुन्छ क्या हो आम्मामा भिडियोमा त अर्को कन्टेन्ट बनायो त हेप्पी भयो माछा लगेर सुक्खाएर माछाको टन्टी बनाएर तर भनेर जुन दिन हामी यहाँ माछा मार्न आएको थियौँ नि त्यो दिन जानुहुन्छ है अस्ति पनि आज नि हो मामा माछा नमारेको दिन जाँदैन यो त कहाँ भित्र खाएर रहेछ कसरी निकाल्छ डेभिड रमितेमा त फेरि गाडी फेरि रिजर्भ गर्दा फेरि 20,000 अघि कस्तो 18 गाडीको रिजर्भ मात्रै 18,000 मात्रै आयो त भिडियोमा त आज त यो चाहिँ के जस्तो छ हौ खाने पानी हो तेल सकिन्छ अरे घरि माछ छिने बर्फीमा तेल सकिन्छ खान्छ भिडियो भनेपछि मामाको यो माछै केलाउनु सक्दैछ र थेट हैन रमितेमा नि हामीले किनेर जानुपर्छ त्यही किनेर होटेलमा लुना छिटो न यहाँ भिडियो सकिन फाँकै भइसक्यो माछा माछै फाँक गरिदिएको कहाँ उयो फाटो एकचोटि माछा देखाइ थिएन भिडियोमा आम्मा यसले त ब दाइको चाहिँ खोइ देखाइदिनु त दाइ पनमा तपाईँको माछा देखाउनु त ए कटु खोलेर भन्छ केटाहरू त ओइ यसले त आँखा मुनिदिन्छ जस्तो लाग्नु थाल्यो त माम ओइ टेङ्ग्रा ओ बाक छोड्दैन टेङ्ग्रा त म ज्वरो फुटाइदिइहाल्छ कस्तो डर हुँदो रहेछ फेरि त्यसको त टेङ्ग्रा र सिङ्गी भेट्यो भने त छोडिदिँदैन माछा 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 खोइ ओए ओ कान्छाले कौवे पक्रे चारटा पौडी खेल्नु सिक भएको हो क्या कान्छा ओ उता दिएन कहाँ यहाँ कहाँ फेल्नु यो लाटो माछा हो त लाटो माछा हो कस्तो खालको माछा हो है त्यो त लाटो माछा हो लाटाले लाटै माछा पक्रियो जलगैँडाहरू यो के हो एकछिन है कौवे हरायो मैले भेटाएँ आम्मामा दुईटा मुङ्ग्री
माल छ माल ठुलो छ के हो मलाई अनुमा रिसाइहाल्छ केही भन्नु हुँदैन दामी छ कस्तो छ त ठिक छ पनवाला बनाएको सक्यो तेरो चाहिँ कति केजी छ हो गनाइ नै सकेछ हिलो कुहिएर बनाएको हिलो बनाएको मार्नु पनि ज्यादै मारिएछ नि त मुङ्ग्री बेग्लै छ यो त केलाइसक्दा त बिहान हुने रहेछ साँच्चीकै धेरै हुँदा नि टेन्सन थोरै हुँदा नि टेन्सन है स्टार्ट हान्नु थालिहाल्नुपर्छ होला उयो यता लु त अब विशाललाई तर माङ्कु खानेहरूले यति मारेन नि कहाँ मार त नि त्यहाँ पक्रेको त ठुल्ठुलो हाल त एकै ठाउँमा बसेको गर्छ नि त माङ्कु खाएपछि पनवाला जाने मन छैन जाने हो ओ भान्जा के अरे पन्चातिर म सँगै जाने ए हो ठुल्ठुलो मात्र हाले नयाँ आउँछ होइन उसलाई पुऱ्याउनु सन्देश भन्छ यो मरेको हो सबै मरेको सबै मरेको त यो सोझा यो छुटाउ त अर्को बोल खोइ जिउँदो थियो अनि यत्रो कहिले के गीत चाहिँ अलिकति मदनले अत्रो अत्रो पक्रेर आउँदा तिमी र म त चाबी लिएर यता या छ भान्जा गएछ एक लट भयो नि भोलि जिउँदो भयो ओए दोर्जे बस न तरमा जाने हो के यसो गरौँ कि त सिद्रा चाहिँ हालौँला एक ठाउँमा सिद्रा उहाँ छ त हौ के हाल्नु उ त्यसमा छ त सिद्रा यहाँ पनि रहेछ है त्यहीँ होला सिद्रा चाबी बाइकमै होला